सो हेलो गाइज र अहिले भन्ने चाहिँ म जाँदैछु सिंहमारी लप रोडको बाटो भएर हो। अनि पछाडि चाहिँ नाना र भाइ पनि हुनुहुन्छ। हामी चाहिँ खासमा कहाँ गएको भनेदेखिलाई चाहिँ आज चाहिँ हामी सिङ्ला जाने। अनि यहाँ हामी चाहिँ त्यहाँ सिंहमारीबाटै गाडी चढ्ने हो। लप रोडको यो बाटो हिँड्नु चाहिँ मजा लाग्छ हुन्छ नि, शान्त हो। अब त्यो गाडीहरू आउजाउ भइरहँदैन हो। यहाँ चाहिँ तपाईँ नेचरसँग मजाले कनेक्ट हुनु पाउनुहुन्छ हुन्छ नि। यो लप रोडको बाटो चाहिँ पहिला यो ब्रिटिस पालोदेखिको नै यो चाहिँ बाटो हो नि त हो। पहिला त यहाँ बहुत भन्छ त्यो घोडाहरूबाट आउजावत हुन्थ्यो अरे, तर अहिले टोटल्ली बन्द भएको छ। कस्तो मजाको देख्यो। र गाइस भन्दा नभन्दा चाहिँ नाना र भाइ पनि आइपुगिसक्यो हो। हेर्नुहोस् न भाइ, अब आमा फेरि हो नन रेडिहाल्नुहुन्छ। त्यो रिजन चाहिँ के हो भनेदेखिलाई चाहिँ हिजोको भ्लगमै देखिहाल्नु भयो होला। त्यहाँनिर चाहिँ भाइले कपाल काट्दै थियो हो। अन्त उसलाई कपाल चाहिँ नमन परेकोले गर्दाखेरि टोपी लगाएर आएको छ। त्यस्तै छ गाइस। र गाइस तपाईँहरूलाई कतिजनालाई चाहिँ थाहा हुनसक्छ यो लभ रोडको बाटो कहाँ हो भनेर होइन, तर आधीजनालाई चाहिँ थाहा हुँदैन लभ रोडको बाटो कहाँ हो भनेर। किनभने म नै सिंहमारी कति बसेँ, तर नाम मात्रै सुनेको थिएँ क्या लभ रोडको बाटो, कहिले आएको थिएन। अन्त त्यही कारण चाहिँ यो लभ रोडको बाटो चाहिँ कहाँनिर भनेदेखिलाई चाहिँ ऊ तल यहाँनिर देख्दै गरेको चाहिँ यो चाहिँ लेबुङ हिल कार्ट रोड हो भने यहाँ माथि चाहिँ चौरस्ताहरू भएर यो चाहिँ सेन्टरमा पर्छ हुन्छ नि, त्यस्तो छ। यो बाटो चाहिँ बिचमा पर्छ। अन्त सिधै यो डाइरेक्ट सिंहमारी पुग्छ हामी चाहिँ यो बाटोबाट हो। हामी अब सिंहमारी रोप्पे। अन्त हामी माथिबाट जानु पऱ्यो भने त हामी क्रन घुम्नुपर्छ, बजार निक्लेर बजारबाट गाडी निकाल्नुपर्छ। तर यहाँबाट त्यसो गयो भने चाहिँ सिधै रुम पुग्छ नि त हाम्रो पनि कनेक्ट भएको छ। यहाँबाट सिधै नानाको हर्मन्टेज हो भने सिधै अलिकति हिँडेर चाहिँ सिधै त्यसो गयो भने चाहिँ फेरि मेरो आइपुग्छ नि त हो बाटो रुम। अन्त चाहिँ गाइस यो मैलाहरू चाहिँ कहाँबाट आएको भनेदेखिलाई चाहिँ कहाँबाट आएको मान्छेहरू कतिको चाहिँ हुन्छ भनेर त अहिले यहाँबाटै चाल पाउनुहुन्छ होइन हो। झोडी देख्यो, जङ्गल देख्यो, मैला फ्यालिहाल्छ। त्यही हेर्नुहोस् न, फेरि पानीको मुहान पनि तानिरहेको छ हो। सो गाइस अहिले भने चाहिँ हामीले गाडी पर्खिरहेको छ। गाइस अहिलेसम्म गाडी नपाएको अवस्था, त्यही कारण हामी चाहिँ यहाँनिर बस्नु डिसाइड गर्यो हो होइन न। हामी पर लप रोडबाट हिँडेर आएर मेरो रुम गएर ड्रेस चेन्ज गरेर र पनि आजसम्म पनि गाडी आइपुगेको छैन, त्यसै कारण हामी बसिरहेको छु। र अब भने चाहिँ हामीले गाडी पाइसक्यौँ। अब तपाईँलाई सिधै म तल पुगेर देखाउँछु। सो गाइस अहिले चाहिँ हामी आइपुग्यो है त। तल नदेख्दैछ बगरहरू चाहिँ नैसम्म नि आएको। सो गाइस अब चाहिँ फर्किँदा ओर्दाको दृश्य हो, घाममा छ लागिरहेको छ। अब चाहिँ अलिक कम शीतल भयो। आज चाहिँ घाम लागिरहेको छिटै पानी परेको थियो। सिङ्लाको रोप्यो।
र गाइस यो चाहिँ 6 बजेको दृश्य दार्जिलिङको हो। सो गाइस यो चाहिँ अहिले चौरस्ताको दृश्य हो। हामी चाहिँ आज हाम्रो टेस्टमा बस्ने नानाको रुममा कुडाको दृश्य देखाइदिइहाल्नु ए हिँड पढिरहेछ त्यही त चाहिँ यस्तो देखिन्छ। हे गाइस नाइट भ्यू चाहिँ हेरिहाल्नुहोस् होला चर्चको एकदम दामी देखिँदैछ। हेर्नुहोस् गाइस भ्यू चाहिँ। सो अब चाहिँ गाइस हामी घर आइपुग्यो हो। अनि आज चाहिँ बहुत थाक्यो र अब चाहिँ सुत्ने है त। बाई।